सम्पूर्णमा नमस्कार। आज हामी इपिएस आइडी कसरी बनाउने भन्ने जानकारी यस भिडियो मार्फत दिन गइरहेका छौँ। इपिएस भाषा पास गरे पश्चात फ्लाइट हुन्जेलसम्मको प्रक्रिया हेर्नको लागि र त्यसपछि पनि कोरिया गएपछि पनि आवश्यक पर्ने इपिएस आइडी बनाउन एकदमै सामान्य छ, त्यत्रो ठुलो केही छैन। तर पनि धेरैजनाले थाहा नभएर नजानेर साइबर जानुपर्ने, पैसा तिर्नुपर्ने जस्ता झन्झटिला र खर्चिला प्रक्रियाहरू गर्नुभएकाले हामी आज आइडी बनाउन सिकाउँदैछौँ। तपाईँले यो भाषा परीक्षा पास गरेपछि यो आइडी बनाउन मिल्छ। इपिएस आइडी बनाउनको लागि हामी यहाँ प्रक्रियाहरू भन्छौँ, देखाउनेछौँ भिडियोमा, त्यही अनुसार तपाईँहरू पनि गर्नुहोला। सर्वप्रथम त तपाईँहरूको फोनमा मोबाइलबाटै बनाउन मिल्छ। यो फोनमा कुनै पनि ब्राउजर छ भने त्यो ओपन गर्नु। अभियसली ब्राउजर त भइहाल्छ, तपाईँकोमा क्रोम छ भने त्यही ओपन गर्दा पनि हुन्छ। मैले फायरफक्स प्रयोग गरेको छु, फायरफक्स, क्रोम, ओपेरा मिनी, यस्तै नै कुनै पनि ब्राउजर ओपन गर्नुहोस् र त्यसको सर्चमा जानुहोस्। त्यहाँ लेख्नुहोस् eps.go.kr स्पेस इन इङ्ग्लिस, यति लेखेर सर्च गर्नुहोस्। यसलाई तपाईँकोमा यसरी आउँछ र यो सुरुमै आएको www.eps.go.kr भएको यो सुरुकै, यसमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि यो यसरी खुल्छ। यहाँनिर तपाईँले यदि यसमा नेपाली भाषा आयो भने कहीँ नेपाली भाषाले सपोर्ट गर्दैन, त्यो ल्याङ्ग्वेजलाई यहाँ गएर फिलिपिन्समा राख्नुहोस् र इङ्ग्लिस हुन्छ। र यति खुलिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ साइन अप भन्ने, यहाँनिर यसलाई हल्का जुम गरौँ, यो साइन अप भन्ने ठाउँमा क्लिक गर्नुहोस्। यदि क्लिक गरेपछि यहाँ चुज मेथड टु भेरिफाई इन्डिभिजुअल आइडेन्टिटी भनेर आउँछ। यसमा इपिएस टपिक आइडी प्लस पासपोर्ट नम्बर र डेट अफ बर्थ प्लस पासपोर्ट नम्बर भन्ने हुन्छ। तपाईँले कुनै पनि एउटा गर्न सक्नुहुन्छ। हामी यहाँ इपिएस टपिक आइडी मतलब तपाईँको रेजिस्ट्रेसन नम्बर, एडमिट कार्डमा भएको रेजिस्ट्रेसन नम्बर र पासपोर्ट नम्बरसँग आइडी बनाउन गइरहेको छौँ। यसमै यहाँ नेक्स्ट दिनुहोस्। यति गरी चाहिँ अलि स्लो चल्छ, यो साइड चाहिँ अलि स्लो नै चल्छ, तपाईँहरू अलि धैर्य गर्नु होला। यति गरेपछि यो इन्टरफेस आउँछ। यसमा छ यहाँनिर इपिएस टपिक भनेको तपाईँको रेजिस्ट्रेसन नम्बर 16 डिजिटको र तलतिर पासपोर्ट नम्बर हाल्ने ठाउँ छ। हामी रेजिस्ट्रेसन नम्बर हाल्छौँ। तपाईँ आफ्नो एडमिट कार्डमा हेरेर तपाईँको रेजिस्ट्रेसन नम्बर 00620 के छ तपाईँको यहाँ सुई हाल्नुहोस्। त्यस पश्चात तलतिर आउनुहोस्। यहाँनिर आइडी कार्ड नम्बर, पासपोर्ट नम्बर भनेको छ। आइडी कार्ड नम्बर भनेको नागरिकता नम्बर हो, नागरिकता नम्बरबाट बन्दैन, पासपोर्ट नम्बरबाटै भन्नुहोस्। तपाईँ यहाँ आफ्नो पासपोर्ट नम्बर हाल्नुहोस्। पासपोर्टमा जे छ त्यो नम्बर पुरा हाल्नु होला। यति गरिसकेपछि यसलाई यहाँ कन्फर्म गर्ने ठाउँ आउँछ। कन्फर्म र क्यान्सल भन्ने चाहिँ यहाँ तल हेर्नुहोस्। यो कन्फर्ममा क्लिक गर्नु होला। यहाँ हालिसकेपछि कन्फर्ममा क्लिक गर्नुहोस्। कन्फर्ममा क्लिक गरेपछि यहाँ टर्म्स अफ युज भनेर केही कुराहरू आउँछ। यहाँ हामीले सबै अग्री गर्नुपर्ने हुन्छ। यसलाई तल सार्नुहोस्। यहाँ एग्री भन्ने हुन्छ, आई अग्री, यहाँ एउटा क्लिक गर्नुहोस्। त्यहाँदेखि अलिक तलतिर सार्नुहोस्। यहाँ अर्को पनि आई अग्री छ, यसमा नि क्लिक गर्नुहोस्। त्यहाँबाट अझै तल सारेर फेरि आई अग्री छ, यहाँ पनि क्लिक गर्नुहोस्। यहाँ पनि आई अग्री भनेर क्लिक लाउने ठाउँ चाहिँ सबैमा गर्नुहोस्। त्यस पश्चात फेरि यहाँ तलको साइडमा नेक्स्ट भन्ने आउँछ, यो नेक्स्टमा क्लिक गर्नुहोस्। यति गरेपछि तपाईँको नाम, डेट अफ बर्थ आउँछ। नाम र डेट अफ बर्थ आउँछ। त्यसपछि यहाँ लगइन आइडी मागेको छ। लगइन आइडी तपाईँ के हाल्नुहुन्छ सहज तरिकाले हाल्नु होला, आफूलाई जे सहज लाग्छ त्यही।
त्यस पश्चात तलतिर भनेको छ पासवर्ड, त्यो पनि जे सहज लाग्छ त्यही हाल्नुहोस्। र फेरि रिटाइप पासवर्ड भनेको तपाईँको अहिले भर्खर हाल्नुभएको पासवर्ड रिटाइप गर्नुहोस्। त्यसपछि यहाँ इमेल भनेको चाहिँ आफ्नो पर्सनल इमेल हाल्नु होला, जिमेल। तपाईँको @ अगाडिको सम्म यो अगाडिको बक्समा हाल्नुहोस्। त्यसपछि डाइरेक्ट इनपुटमा गएर gmail.com मा क्लिक गर्नुहोस्। यति गरिसकेपछि रेजिस्टरमा क्लिक टु बिकम यस ओके गर्नुहोस्। अब तपाईँको आइडी तयार भइसकेको छ, आइडी बनिसकेको छ। तपाईँको यहाँ यस होममा गएर लगइन गर्ने ठाउँमा गएर यहाँ आइडी हाल्नुहोस्, यहाँ पासवर्ड हाल्नुहोस् र लगइन गरेर आफ्नो प्रोसेस हेर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।